गाइज हामी बिहान दाइ कति बजी हिँड्दै थियौँ हामी काठमाडौँबाट 8:25 यार बडै चितवनबाट 10 बजे 10:30 11 बजे हामी फाइनल्ली ल नै अस्ट्रेलियन क्याम्प यता आइपुग्यो अब हाम्रो यो फोटो ल मैले खिचिदिएँ केटा हो ल मैले फोटो पनि खिचिदिएँ एउटा होइन ल अब हाम्रो बाटो चाहिँ यो तल हुँदै अस्ट्रेलियन क्याम्प हुँदै आज हामी लो क्याम्पसम्म मात्रै जान्छौँ लोग्याम भन्नाले हामी कहाँ बस्छौँ अहिले हाम्रो अगाडि 3जना केटी गइसक्यो अहिले म बाटोमा देखिहाल्यो भने देखाउन चाहन्छु न त्यति नै हो बोय यो सबैले चिन्यो यो दाइको नाम अमित उसको नाम के हो तिम्रो नाम के हो यार मलाई थाहा छैन विश्वास मान्छेको नाम विश्वास छ मान्छेमा बिल्कुल नजानु है फरेस्ट क्याम्प भनेको त्यो राम्रो रहेछ फरेस्टको बिचमा हिँड्न पाइने रहेछ होइन ए अस्ट्रेलियन क्याम्प घुम्न जानुलाई अस्ट्रेलियन क्याम्प तर राम्रो छ तर गर्मी हुने रहेछ है अब त गर्मी हुने रहेछ रमाइलो छ है उता पछाडि छ है फाइनल्ली राम्रो छ यहाँ यो रेस्ट पोइन्टमा आयौँ होइन अहिले हामी यहाँ तलबाट उहाँबाट हो माथि जाँदैछौँ यो सबिनले लिएर आएको चक्लेट 12वटा बिस्कुट 12वटा बिस्कुट बराबर एउटा होइन पावर दिने र हामी खाँदैछौँ हर्लिक्स रहेछ कस्तो छ दाइ हर्लिक्स ल राति कति 8 बजी लाग्यो होला टाइम हेर न मेरो तान्दिनँ कि ल 8 बजी लाग्यो 10 मिनट ल अब हामी कहाँ लाग्यौँ पो थाना अब हामी यहाँ दिल्ली भनेको आजको हाम्रो चेक पोइन्ट अब यो सब यो लाइटवाला छन् विश्वास ए त्यो आफ्नो बुझ्नु पर्यो यो चोर अनुहारमा परेको चोर यो लाइटले यस्तो छ बिजो के भनौँ मान्छेको नामै नभनौँ अमित दाइ ल जाउँ अब हामी यहीँ हो है त लाइट बालौँ अनि हिँडौँ फाइनली हामी दिदीकोमा आइपुग्यौँ केही छैन दिदी ए हामी दिदीले मलाई फोन गरी सम्झाउनु भएको हाम्रो ए गरु दिदी केरा छ भने खाऊँ न बरु एउटा है फाइनल्ली हामी यहाँ उठ्यो है बिहान 6 बजे है 5:50 अनि मजाको चिसो छ अब माथि जाने अब यसो ब्रेकफास्ट खाएर है त ल हामी रेडी भयौँ होइन पछाडि 4 रहेछ क्या नि पुसा है सबिन रेडी भइसक्यो दाइ ऊ यहाँ रेडी म त पछाडि रेडी कति गरौँ है भ्या हामी है अहिले हालसम्म एक्लै हामी कहाँ छौँ भने हामी कहाँ छौँ हामी यहाँबाट अब यहाँ अनि यहाँसम्म पुग्ने हो है त ल बाई अब यहाँ हाम्रो अगाडि हो ल लगाइज हामी आइपुग्यौँ यता के चाहिँ अनि हेर्नु है गाइज हाम्रो अंकित भाइ पिङ खेलिरहेछ बाउलाई भाइ भन्छ के छ भाइ उता हेर न उता यहाँबाट यो खस्यो भने सिधै चितवन यहाँ हिमाल देखिरहेको थियो अहिले भर्खर बादलले छोप्यो यो अंकित अब यहाँबाट खेलिरहेछ यहाँबाट फुत्ता हामफाल्छ च्याक्क सिधै चितवन र हामी अहिले यहाँ पित्तम देउरालीमा छौँ ठाउँ रमाइलो छ यस्तरी भिडियो बना राख्दियो मामपाका शाहरुख खान ओ ल ल ल ल आयो हाम्रो शाहरुख खान आयो भिडियो यस्तो खाले बनाउने हो कि जुन चाहिँ ठ्याक्क अपलोड गर्दा ट्याक गर्न पाइयो मैले भिडियो फोटो दुईटै खिच्दैछु दाइको मटेरियल आज 4 को लान्छ आर्सेनललाई राति उतापट्टि पनि छ है मेरोमा एकैछिन हामी यो डाँडामा आयौँ एउटा के अरे यो ठाउँ हामी कहाँ जाने हामी खै के बिर्स्यो मैले 3 चोटि भइसक्यो के अरे हामी कहाँ जाने मबाट आउँछ नाम झोलपुरी के मैले झोलपुरी ल भेलपुरीमा जाने हामी होइन ल पानी पऱ्यो अब फाइनल्ली सब पछाडि छन् हामीसँग एउटा स्विजरल्यान्डको पनि हुनुभयो बाटोमा हेलो वे हाई सेन्जी
Und ich bin aus der Schweiz. Ja. द्याट इज ओके ल हामी ल यहाँ पानी पऱ्यो पुरै केटा विश्वास लिएर आऊ है ल विश्वासलाई जस्तो देखिया रहेछ त ल ल हामी फरेस्ट क्याम्प पुग्न कहाँ हुनु जस बेलुका पुगिन्छ होला अब हामी खाना खानु पनि ठ्याक्कै 12 बज्यो म त सेम जनी रिभ्यू कपाल उता लाउँछु रको केटा यो ल ए म त जोनी डिपबाट के डिपमा पुगिसकेँ है केटाहरू यहाँ छन् अब पानी पर्न लाग्यो अब हामी खाना खाएर हिँड्न लाग्यौँ होइन हेर्ने सावर गएको 300 रुपियाँ टोइलेट गएको 100 रुपियाँ पानीको 250 अब पानीको 250 रुपियाँ तिर्यो अब यता लाग्यो ल हाम्रो लोवर बेस क्याम्पतिर गाइज म भिडियोको जज डुलाउनु हामी कहाँ यो फरेस्ट क्याम्प आयो हात पनि दुख्यो है यहाँ है अब हामी यो लास्टको जुन डेस्टिनेसन देख्नुहुन्छ लो क्याम्प भन्ने लास्टको अब यहाँसम्म पुग्ने हो हामी कहाँ छौँ देखाइदेऊ न हामी त युवा हियर यहाँ छौँ पुग्ने कार्य त्यहाँ टुडोमा ल अब हामी यहाँ छौँ चाहिने टाइम भनेको कति लाग्छ पछाडि यहाँ माछाला त्यो कोरियनहरू आएन हिँड्ने नसक्ने बुढाहरू ल गयौँ घन्टा लाग्ने रहेछ किन अब हामी कति घन्टा 3 घन्टा 3 घन्टा पनि पुग्छौँ लाग्दैन होला 45 90 1.5 घन्टा लास्ट उकालो रहेछ है यो चाहिँ फरेस्ट क्याम्प हेर्नु कस्तो राम्रो छ ए मजा आएको यता तल केटाहरू भलिबल खेल्दैछन् नाम चाहिँ विश्वास छ तर विश्वास कसैले नगरौँ होइन ल यहाँ त सबिन्द्र दाइ ल दाइले यो के हो सबिन्द्र चक्लेट यो ल्याउनु भयो प्रोटिन बार प्रोटिन बार फिट बार कफी ब्रस्ट अनि दुईटामा हाफ हाफ लगाउनु भयो मैले हाफ लगाएको थिएँ धेरैवाला लिनु हो कस्तो छ सबै चक्लेट डार्क चक्लेट मिठो हुन्छ यस्तो तितो छ यो केटाहरूले मैले माल पाएर चाल पाउनु पर्यो नि अनि केटाहरूले के खानु घाँसे घाँसे छन् माल पाएर चाल पाउने रे चक्लेट मिठो ल्याए झन् के भन्थ्यो होला खायो 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 उही दाइ त उहाँ बुझाउनु भाइ यहाँ उहाँ तल यहाँबाट त देखेको छैन ल जुम हुन्न तर यहाँनिर फरेस्ट क्याम्प छ हामी त्यहाँबाट उता टिन देखेको यहाँबाट आयौँ यहाँसम्म यो लास्ट उकालो थियो अब चाहिँ नर्मल छ अब हामी रेस्ट क्याम्प अनि रेस्ट क्याम्प पछि लो क्याम्प बाई बाई गाइज है हामी फाइनली ओ दाइ नजाऊ न जाट चुप एकदम एकवटा चेन्ज हान्दैछन् कि कपडा थोरै भयो भनेर त्यो बडी लभ लेखेको हो फेरि ब्रान्डेड भनिदिनु फेरि आइज लुज कहाँ गयो अर्को हामी रेस्ट क्याम्प कटेर अब कता लो क्याम्पतिर यो त अब आइसक्यो यस्तो यस्तो आउँछ ल बाई गाइज ल हामी फाइनल्ली लो बेस क्याम्प आयौँ ओए अनि ए लो क्याम्प यी दाइ यहीँ है फाइनल्ली बाई बाई हामी यहाँ बस्यौँ अब एकैछिन पछि खानासाना खाने अनि सुत्ने गाइज यी हिजो भेटेको होला हामीले सबले भेट्यौँ फाइनल्ली उहाँ यिनीहरू हामी चाहिँ यहीँ बस्यौँ यहाँभित्र अब यहाँबाट हामी जाने अब यहाँबाट हामी जाने अब एकैछिनमा निक्लिने 9 बजिसक्यो दाइले 3 घन्टा पुग्छ भन्दै थियो हामीलाई 5 घन्टा त पक्कै ल होला त्यो बिचदेखि भयो केटी जर्मनी हो यसमा जर्मन बोलेर हो यो सबिन हो अब यहाँबाट माथि जाने हामी मजाले केटा दाइले एउटा हामीलाई जान लागेको मान्छेले बोलाउनु भयो मेरो हातमा चस्मा थियो हामी हिँड्न लाग्थ्यौँ ठ्याक्कै होइन यो चाहिँ हामी बसेको रुम है हेर्नु रुम न पाएको थियो हामी बसेको रुम यस्तो भयो है यहाँ यस्तो भयो रे अनि यो चाहिँ कुहिरेहरू बसेको रुम हेर्नु न यहाँ यो त भर्खरै दाइले मिलाएर छोडेर जस्तो देखियो एउटा फरक छैन एउटा नि फोहोर छैन भन्नु खोजेको क्या फाइनल्ली यो बाडा डाँडा आइयो यो चाहिँ मेन होइन यो मिड बाडा डाँडा माथि देखेको चाहिँ मेन डाँडा हो मेन डाँडा आइयो बा ए यहाँबाट त उही मजाको सिन देखाएको छ है ए दुईजना वाइफाई पका काम नपकाहरू वाइफाई चलाउँदै बसेछन् ल अब म वहाँ माथि गएर फेरि एउटा तलको सिन देखाउँछु केटा अब खाना आएको हेर त ल ओहो असिना आयो है ओए असिना यस्तो मजा छ होइन
म एकलट बाहिर निक्लिन्छु त्यो लिएर त जाने एकलट बाहिर होइन ल रे असिना मजाको परेको छ यहाँ ए सब असिना हामी यहाँ खानसाना खायौँ है अब हाम्रो यो सबिन चाहिँ यता सब च्यातिसकेको छ आफ्नो माल त अब हामी 1.5 घन्टा जतिमा पुग्छौँ होइन अगाडि केही देखिया छैन अहिले भर्खर बरफ परेको थियो बरफ त पर्दैन क्या है हिउँ परेको थियो बाटै छैन तर लास्ट टी सर्ट मैले पन्चा ल्याउनु बिर्सेछु अघि अब मैले अगाडि भिडियो पनि भन्छ क्या ल अब हामी गयौँ ल यो लिगो मेरो हालत देखेर थाहा पनि भइसक्यो ल हामी कस्तो स्थितिमा आयौँ र ज्याकेट हेर्नु कति भिज्यो ल ऊ दाइको हेर्नु सब हेरेर थाप्छ कस्तो पानी परेर हामी सिधै जान लाग्यो धन्नै है ल हल्का छुट्टिन्ला रहेछ है ओहो हेर्नु त हालत ल ए भगवान् यस्तो चिसो ओ ल भाइ हामी होटेल आइपुग्यौँ होटेलको म कहाँ हाई क्याम्प हामी होटेलको नाम चाहिँ के थियो भने क्रिस्टेल थियो 3650 मा हामी क्या हो कि 3550 मा ल बाई गाइज हामी फाइनली आइपुग्यौँ होइन रमाइलो छ यो यहाँबाट पुरै यो कपडाबाट पुरै बाफ आइरहेको छ त्यो हेर्नु त ल अगाडि सब बाफ आइरहेको छ ए उता बाफ हट भइसक्यो मान्छे यहाँ फेरि रमाइलो गेम चल्यो यहाँ लुडो चल्यो होइन मारेको 50 गेम जितेको 500 घरतिर खेले गेम जितेको 500 एकजना 500 हो क्या 3 जना भएपछि गेम जितेको पर 500 सिक्न देऊ न हिमाल पौलिँदै गएर सब पानी झरेको है भन्दै दाइ गौतम पऱ्यौँ है हाम्रो कुरा मिल्छ यिनीहरू गर्लफ्रेन्डसँग बोल्ने पाका रहेछन् होइन हेर्नु यस्तो राम्रो भ्यू यो सबिनले भ्यू नै नराम्रो बनाइदियो होइन दाइ र सबिनले होइन ल हो यो चाहिँ कुन दाइ थियो माछा पुछ्रे र उता माथिदेखि लागेको चाहिँ अन्नपूर्ण त्यत्रो छ अन्नपूर्ण त्यो माछा पुछ्रेदेखि ला हो भने उता टाढाको त्यो देखि ला त यस्तो माछा पुछ्रे हो अनि यो चाहिँ यो त मार्दिएन ए ल ल ल ल त्यो मान्छे छ नि उतापट्टिको त माछा पुछ्रे ल ल ल ल गाइज ल है यहाँ दाई यो लाइटवालाको एउटा दाई एउटा सबिन एउटा म खै छन्नु त अब कहाँ हो यो घामै हिमाल हजुर अब हिमाल त टल्क्यो छैन गाइज होइन 3:30 भयो अब हामी सनराइज हेर्न लागेको सनराइज कि सनसेट हेर त बोलेको छिटो बनाउनु न उहाँ माथि जाने है ल बाई गाइज लास्ट उपाय भनेको मजा ल हामी यो कहाँ हो हामी यो अप्पर भ्यू पोइन्ट ल अप्पर भ्यू पोइन्ट है म त यहाँ हिँड्न नि सकेन माथि हो टी हाउस भ्यू पोइन्ट ल केटा हो मैले मोजा लाऊ हातमा यदि यहाँ छोडिदिनु केही हुन्न अहिले गाउँ अब पछाडि हो केटा अब यहाँ अगाडि चाहिँ हो मैले मोजा लाऊ केटा कति जाडो भएछ आफै सोध्छु अब पन्जाले नधानेर ल भ्यू चाहिँ म उही कस्तो बवा लाग्यो म्या खै दाइ हट तिम्रो अनुहारले भिडियो नराम्रो हुन्छ यहाँ ओए सनराइज हुँदैछ ल है यो चाहिँ दाइ यो क्यान्सल गर्न थिच्न आऊ त खस्यो झन्डै फोटो हो च्यापे हान्नु न ओके अहिले अप्पर भ्यू पोइन्टबाट माथि हिँडिँदैछ यस्तो छ यहीँ हो बाटो यस्तै छ घाम मजाले भर्खर घामको झुल्को देखिँदैछ केटाहरू त्यहाँ अगाडि छन् केटा हिँडेर छन् बाटो यस्तै छ चिप्लो छ फेरि नयाँ स्टाइलले खिच्यो साथी त आएर तिमी मुखे त आएर त साथी त आएर नि छिटो ए जाँट यता
कसरी गाली गर्नुपर्छ यहाँ माथि हामी अब गएनौँ है म त गइनँ अरू केटाहरू गए जाला नि ल उही मेरो 15 भन्दा कम चार्ज भइसक्यो छ मेरो एउटा फोटो हान्दै भन्दै त्यही मात्र सिन राम्रो छ है भिडियो त चिक्ना हो नि ल एकदमै चिक्ना भिडियोको साथमा चिक्ना केटा उहाँ ल यता हेर मुसुक कहाँ छ ओहो मान्छे राम्रो हो कि जकेट राम्रो हो यहाँ सबिन हामी बल्ल फाइनल्ली हिउँ ट्रेकिङ बल्ल सुरु भयो नि त ए मजाले यो त यो युट्युबमा हाल्नेवाला भिडियो हो ए उही तर चिप्लिँदैन रिस छैन चिप्लेको त यो सबिन हो ल उही म्याचिस फोन हो ल हामी यहाँ रुममा आएर सब फाल्यौँ होइन टाउला के छ अब यस्तो छ मौसम अब हामी ब्रेकफास्ट खाने अनि निक्लिने तल पोखरासम्म अब हाम्रो यात्रा यहाँबाट सकियो यो हाई क्याम्पबाट अब हामी सिधै लो क्याम्पबाट अब सिधै पोखरा अनि साथी अब केही भन्नु छ हाम्रो लागि अन्तिम भिडियो हो केही भनिदेऊ साथी हामी त गौतम हो नि होइन नि यो लास्ट होला भनिदेऊ रमाइलो भयो टाढो नि भयो धेरै सिकियो ठिक छ रमाइलो भयो एक्सपिरियन्स फर्स्ट एक्सपिरियन्स कस्तो रमाइलो भयो नि अब दाईको भालो देखेको दाई कस्तो भयो बुझेन जाउँ त नि माथि नै यत्रो खान चित्त बुझेन भने हो म त जान सक्दिनँ तिमी जाऊ न अझ फुर्की यता बोलेको चिज ल छोडिदिउँ दाई हो अब मान गरेर नि मुजी भनिदिउँ है ल के भन्छ सबिन कस्तो भयो ठिक छ त्यसो हामी आएको बेला हिमाल खोल्यो त्यही नै राम्रो कुरा भयो हेर्न पाइयो सबिनको क्लोथ काउन्ट गरिदिउँ न त भयो त्यो नगरौँ है ल भयो यहाँ यस्तो छ है केटा हो ल हेर केटाकेटी हो ल बिजोक नै छ कति 8-9 कति थियो क्या ल भाइ हेर्नु होला सबले यो चाहिँ बादल डाँडा यहाँ ट्याक्क लाएर हेर्नुहोस् है गुराँसको जङ्गल हामी कहाँ पुगेर आएको यस्तो डाँडा 4-5 वटा कटेर केटा हो हामी चाहिँ यस्तो कडा ठाउँमा आयौँ है यहाँ त यहाँ जङ्गल आमा सिथिङ होइन सिथिङ हामी 10 मिनटमा 1 घन्टा हुने बाटो सर्टकट लियौँ हेर अहिले यस्तो जङ्गल छ यहाँ के हुन्छ केही थाहा छैन यी जङ्गल मैले भिडियो राखिदिन्छु भनेर मान्छे नि खोल भनेर खोलेँ है रमाइलो छ अगाडि ग्रुप गएको थियो 2-3टा कहाँ गयो तिनीहरू केटाकेटी गएको थियो बिचराहरू जङ्गलतिर राम्रोसित हेरेको केटा हो